हेलो गाइज, सबैलाई नमस्कार छ। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यता सन्चै छु, हजुरले हेर्न सक्नुहुन्छ। बाँचेकै छु, सास फेरेकै छु। आज चाहिँ हाम्रो भ्लग कहाँसम्मको छ भन्दाखेरि आजको हाम्रो भ्लग चाहिँ एयरपोर्टसम्मको छ, किनभने नेपाल जान लागिराखेको छ हामी। त्यही भएर यहाँ लगेज सगेज सब प्याक भइसकेको छ हाम्रो। अब हामी चाहिँ घरबाट निस्किन्छौँ है त। ल भर्खरै हाम्रो उबर नि आइसकेको छ। अब लगेज चाहिँ हाल्नु पर्यो, यस्तो गाह्रो छ। खै यो त मलाई देखाउनु त। ठाडो यसो साइड लगाएर अब यो हाल। ल सुबोध, राम्रोसँग जाऊ, शुभ यात्रा। सँगै जाने होइन र तपाईँ र म त जाने हो, त्यही पनि अब तिमीलाई पनि भन्नु पर्यो नि। त्यही त त्यो ठुलो हाल हो त कालो, त्यो सानोलाई चाहिँ पछाडि राखेको हुन्छ, अगाडि राखेको हुन्छ। तल लियो है पाइ सक्यो ल सिन। ल भर्खर देख्न सक्नुभएको छ, हामीले सामान चाहिँ लोड गरिसकेको छ। अब ल हामी चल्दा बनेको। कहाँ बस्नुहुन्छ? ल आमा बाई बाई गयो है नेपालतिर। ल यसो भेटौँ ल। ल राहुल ल। ल हामी चाहिँ लाग्यो गर्मी। आज हामी नेपाल जाने भनेर होला सायद होइन। मौसम पनि कस्तो क्लियर छ हौ। यस्तो हुन्छ कि भाग्यमानीहरू जाँदाखेरि, अभागीहरू जाँदाखेरि यो पानी पर्ने, चट्याङ पर्ने, टाइफोन आउने, हामीहरू जाँदाखेरि यस्तो हुन्छ मौसम। ल हेर्नु अरे भर्खरै हामी टनलभित्र आइसकेको छौँ, हजुरहरूले हेर्न सक्नुहुन्छ। यहाँको टनल चाहिँ यस्तो हुन्छ है मेरा साथीभाइहरू। ल है हजुरहरूले हेर्न सक्नुहुन्छ, मान्छेहरू सुताइ चाहिँ होइन कस्तो कस्तो हुन्छ। हजुरलाई मैले मेरो भाइको सुताइ देखाउँछु, हेर्नु है। ल है यहाँ हेर्नु है, ए यस्तो छ सुताइ। सिरेन उडा, कहाँ सुताइ हो तिमी? यहीँ लौ के हो यस्तो? ल हामी भर्खरै एयरपोर्ट झरिसकेको छौँ। झरेर ट्रोलीमा लगेजहरू पनि हालिसकेको छौँ। यत्रो धेरै लगेज छ हेर्न सक्नुहुन्छ हजुरले। यत्रो धेरै लगेज छ, थाकल्दै जानु पऱ्यो। यस्तै छ। लौ ब्लग बनाऊ त। हेलो म नेपाल आउनु लाग्छु छु भन। हेलो सबैजना, हामी नेपाल आउन लाग्छौँ आज। र फेरि ढकल्नु भयो भन। मलाई झकाल्नु भयो। देखा ढकलेको मेरा त। र फेरि कसरी बसेर देखाउ त। यसरी बसेछु माथिबाट माथि गर न। हामी आउँदैछौँ बसेर। हामी बस्न चाहिँ यस्तरी बसेछौँ है। हाम्रो सर यस्तरी बस्नुभएको छ यहाँ। ल हामी चाहिँ बोर्डिङ गर्नको लागि चाहिँ लाइनमा बसिसकेको छौँ। हजुरले हेर्न सक्नुहुन्छ लाइन कति लाइन मुभ गर्ने। ल त मुभ भयो। हाम्रो चाहिँ यो गाडीको नाम चाहिँ के हो त? हाम्रो यो गाडीको नाम मोडर्न होइन, मोडर्न टेस्ला। यस्तो छ खतरा। ड्राइभर चाहिँ सिरियन्स हो है, ड्राइभर सिरियन्स। पासपोर्ट र डकुमेन्ट। ए साथीहरू यत्रो लामो लाइनबाट बल्ल बल्ल हेर्न सक्नुहुन्छ बोर्डिङ गरिदियो हामीले। अब आउँदैछौँ हामी। ल साथीहरू अब हामी चाहिँ भित्र जान लागिसकेका छौँ होइन। यहाँबाट इमिग्रेसन गरेर चट्ट बोर्डिङ पास देखाएर यहाँबाट गइन्छ हामीहरू। ल सिरियन्स। ल बाई बाई। ल खिच्नु यहाँ खिच्नु ल सिरियन्स बाई बाई। ल बाई बाई।
बाई 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 मेरो भाइ ल सानो भाइ ल भाइ हुनु भयो ल ल राम्रोसँग ल थ्याङ्क यू सो मच जानु ल ओके ल ल भाइ म चाहिँ छोड्न मात्र आएको है साथीहरू म चाहिँ होइन जाने ल चाहिँ छोडेर निस्किसकेँ यहाँबाट अब हामी जानुपर्ने हुन्छ आफ्नो घरतिर ल मैले भर्खर छोडिदिइसकेँ सबलाई यो हङकङको एयरपोर्ट हेर्नु यत्रो ठुलो छ एयरपोर्ट अनि यो म भइहालेँ अब लिफ्टबाट तल झरिसकेको छु गाडी तल लाग्छ नि त भर्खर मान्छेलाई प्लेनमा पुऱ्याएर अब आफूलाई गाडी लिनु पर्यो नि गाडी लिनलाई जानु पर्यो नि त हजुर यस्ता मान्छे यार यो पहिले युज गर्नुपर्छ नि यो पाइन्न भने चाहिँ नलग्नुपर्छ नि मान्छेले दुःख दिएर यार यस्तो मान्छे यस्तो चकचके मान्छे हेर खै अरू के हो बहिनी म तँलाई अहिले एकछिनमा गर्छु एकछिनमा म छिर भाइ खै के हो अरू यो पनि हो लाएर जानु आखिरीचोटि लाएर जानुहोस् ल ल ल भयो कि ल ल अहिले फेरि सेन्ट छर्केर फेरि सबै मतिर तान्ने अनि के गर्ने मैले एक्लै सक्दैन म त ल जानु है त फेरि पनि बाई बाई सिरियन्स ओ सिरियन्स यहाँ के हो बाई बाई भन्ने छैन केही छैन सबैलाई यस्तो लोसन सोसन अब लान पाइन्न भन्ने त पहिल्यै थाहा हुन्छ नि यार थाहा भइ नि झोलामा हालेर मान्छेलाई दुःख दिएर तलमा गाडी चढ्न पुगिसकेको मान्छेलाई फेरि फर्काएर के गरेको यस्तो नि अनि हाम्रो भाइको हरकत त देख्नु भयो तपाईँहरूले कस्तो छ होइन ल साथीहरू हेर्नुहोस् हङकङ एयरपोर्टमा रोबोट के काम गरेछ रोबोटले जे काम गरे नि गरोस् यहाँ आफ्नो काम भएन यस्तो छ एयरपोर्टको माहौल एयरपोर्ट भन्ने पनि कस्तो चिज हो है कहिले आउँदा खुसी लाग्छ कहिले आउँदा नरमाइलो लाग्छ मान्छे अब उता नेपालतिरबाट छोड्न आउँदा चाहिँ दुःख लाग्छ त्यही एयरपोर्टमा फेरि लिन जाँदा चाहिँ खुसी लाग्छ अचम्म छ सिटीमा जानको लागि चाहिँ फेरि यस्तो लाइन हुन्छ यस्तो लाइनबाट ट्याक गर्नु अनि जाने घाम हेर्नु त कस्तो छ घाम पछाडि चर्को घाम भ्यू भन्छ फेरि यस्तो छ अर्को भ्यू भन्छ यस्तो छ अनि मलाई फेरि घामले एकदम रुचाउँछ यस्तो पसिना आउँछ कि अति ल म हजुरलाई गाडी आएपछि चाहिँ ल्याउँछु गाडी आएपछि देखाउँछु है त गाडीमा बसेर साथीहरू म भर्खरै बसमा चढिसकेको छु अब बस कति बेला हिँड्ने हो एसी लाउनु कुरो ल त एयरपोर्टको भ्यू चाहिँ यस्तो छ अनि अब गर्मी लास्टै भयो आफू के काम गर्न आएको त पनि भयो अब साथीहरू बाई बाई लभ यू